यहाँहरू सम्पूर्णलाई नमस्ते। म चाहिँ अहिले सिन्धुपाल्चोकको यो अत्यन्तै रमणीय ठाउँ र यस ठाउँको नाम रहेको छ बोटेचौर। यो ठाउँमा चाहिँ म करिब करिब 2 वर्षको अन्तरालपछि आज यस ठाउँ घुम्ने अपर्च्युनिटी मैले पाएँ र मलाई चाहिँ ठाउँमा आइसकेपछि धेरै नै फ्रेस फिल भयो र काठमाडौँ नजिकै यति राम्रो यति सुन्दर गाउँ रहेछ भनेर मैले कल्पना पनि गरेको थिएन र यस ठाउँको विशेषता भनेको यहाँ चाहिँ विशेष गरी ब्राह्मण, क्षेत्री, तामाङ र गुरुङ समुदायका मान्छेहरूको बसोबास रहेको छ र यस ठाउँमा चाहिँ विशेष गरी मौसम सफा भएको समयमा चाहिँ अत्यन्तै राम्रो हिमालको दृश्य यस ठाउँबाट चाहिँ देख्न सकिन्छ। सो त्यस कारणले गर्दाखेरि विशेष गरी स्प्रिङ र अटम सिजनमा चाहिँ म यहाँहरूलाई यस ठाउँको भ्रमण गर्नको निम्ति अनुरोध गर्दछु र यस ठाउँमा हाल धेरै नै राम्रा उत्कृष्ट रिजोर्टहरू पनि सञ्चालनमा आएको छ। सो त्यस कारणले गर्दाखेरि खाना बस्नको निम्ति तपाईँहरूले कुनै पनि चिन्ता लिनु पर्दैन। सो यस ठाउँको डिस्टेन्स सबै कुराहरू यहाँ आफैले पनि गुगल मार्फत रिसर्च गरेर चाहिँ यस ठाउँमा आउन सक्नुहुनेछ र अन्तमा म के भन्न चाहन्छु भने यदि तपाईँहरू चाहिँ नेचर एन्थुजियास्ट हुनुहुन्छ, नेचर लभर हुनुहुन्छ भने यस ठाउँमा विभिन्न प्रजातिका चराचुरुङ्गीहरू पनि अवलोकन गर्न सकिन्छ। सो यस कारणले गर्दाखेरि यो ठाउँ आउँदै हुनुहुन्छ भने प्लिज डोन्ट फर्गेट टु ब्रिङ क्यामेरा एज वेल एज यदि बिनोक्युलर्स छ भने त्यो पनि तपाईँहरूले ल्याउन सक्नुहुनेछ।